नमस्कार, म सुभाष कार्की। यहाँहरु सबैलाई हार्दिक स्वागत छ। आजको भिडियोमा हामीहरूले आर्थिक वर्ष 2083-84 को बजेटमा आएका शेयर बजारलाई प्रभाव पार्ने कुराहरूको बारेमा छलफल गर्नेछौँ। त्यस्तै गरी आजको भिडियोमा हामीहरूले नेप्सेको पछिल्लो अवस्था के रहेको छ त्यसको बारेमा पनि छलफल गर्नेछौँ। यो भिडियो शेयर बजार सम्बन्धी जानकारी दिने उद्देश्यले बनाइएको हो। यो भिडियोको आधारमा शेयर किनबेच नगर्नुहोला। शेयर बजार जोखिमको क्षेत्र हो। सुरुमा हामीहरूले आर्थिक वर्ष 2083-84 को बजेटमा आएका शेयर बजारलाई प्रभाव पार्ने कुराहरूको बारेमा छलफल गर्नेछौँ। त्यसपछि हामीहरूले नेप्सेको पछिल्लो अवस्था के रहेको छ त्यसको बारेमा पनि छलफल गर्नेछौँ। जनताबाट अत्याधिक मत प्राप्त बालेन नेतृत्वको सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा जुन जेठ 15 गतेको दिनमा बजेट आइसकेको छ। यो बजेटमा आएका शेयर बजारलाई पार्ने प्रमुख कुराहरू म बुदागत रूपमा यहाँ टिपोट गरेको छु। त्यसको बारेमा हामीहरू सरसर्ती छलफल गर्नेछौँ। 36 नम्बर बुदामा रहेको छ पुँजी बजारलाई मर्यादित बनाउने कुरा रहेको छ। त्यस्तै गरी लगानी मन्त्री बनाउने, क्षमता अभिवृद्धि गर्ने, प्रविधि मन्त्री बनाउने भन्ने कुराहरू रहेको छ र नेपाल स्टक एक्सचेन्जलाई पुनर्संरचना गर्ने भन्ने कुराहरू रहेको छ। यो पहिलेदेखि नै आउने कुराहरू रहेको छ र नयाँ कुरा चाहिँ अहिले आएकोमा चाहिँ इन्ट्राडे ल्याउने भन्ने कुराहरू गरिएको छ। सर्ट सेलिङ, डेरिभेटिभ जस्ता उपकरण पनि चरणबद्ध रूपमा सुरुवात गर्ने छौं भनेर चाहिँ भनिएको छ। अब आउन त यी कुराहरू पहिलेका बजेटहरूमा पनि आउँथे, तर यो सरकारलाई चाहिँ अलिकति विश्वास गरिएको छ किनकि यो सरकार 5 वर्षको लागि आएको छ र केही गर्ने हुटुटी रहेको छ। त्यो भएर हामीहरूले जुन हामी शेयर लगानीकर्ताहरू रहेका छौं, हामी शेयर लगानीकर्ताहरूले पनि यो सरकारबाट आशा राख्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ। त्यस्तै गरी शेयर कर्नरिङ, इनसाइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवांछित गतिविधिहरू विरुद्ध शून्य सहनशीलता लिनेछौं भनेर भनिएको छ। शेयर कर्नरिङ गर्ने, इनसाइडर ट्रेडिङ गर्नेलाई चाहिँ यो सरकार चाहिँ अलिकति कठोर हुने खालको देखिएको छ र सेबोनलाई चाहिँ अलिकति पावरफुल बनाउन खोजिएको छ। अब यसमा एउटा कुरा के देखिन्छ भने एकैछिनमा अर्को मुद्दाको बारेमा पनि छलफल गर्नेछौँ। शेयर कर्नरिङ, इनसाइडर ट्रेडिङ भन्ने कुराहरूको जुन यथार्थ जुन चाहिँ त्यसको अर्थ छ, कस्तोलाई इनसाइडर भन्ने, कस्तोलाई कर्नरिङ भन्ने कुरा चाहिँ स्पष्ट रूपमा चाहिँ त्यस्तो स्पष्ट रूपमा चाहिँ कानुनमा देखिँदैन। त्यो हिसाबले पनि हामीहरूले चाहिँ यसको बारेमा एकैछिनमा छलफल गर्नेछौँ। 36 नम्बर बुदामा चाहिँ शेयर बजारलाई अब एकदमै विकासोन्मुख अन्तर्राष्ट्रिय स्तरको बनाउने भन्ने कुराहरू रहेको छ। सँगसँगै शून्य सहनशीलता जुन शेयर बजारमा हुने इनसाइडर ट्रेडिङ, कर्नरिङको बारेमा शून्य सहनशीलता लिने भनिएको छ, जसले गर्दाखेरि चाहिँ शेयरमा प्ले गर्ने प्लेयरहरूको लागि अलिकति शंका, अलिकति डरको वातावरण चाहिँ पैदा भएको छ यो 36 नम्बरको बुदाले। त्यस्तै गरी नेपाल धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा भनेको अरु देशमा पनि सूचीकृत हुन दिने तर तोकिएको मापदण्ड पूरा गरेर भनेको छ। जस्तो कि यहाँमा हाम्रो नेपालको स्टक मार्केटमा सूचीकृत भएका कम्पनीलाई चाहिँ अरु स्टक मार्केटमा पनि सूचीकृत हुन दिने भन्ने कुराहरू रहेको छ यो 36 नम्बर बुदामा। अब यसको प्रभावको बारेमा एकैछिनमा हामी छलफल गर्नेछौँ। अर्को 60 नम्बर बुदामा रहेको छ। 60 नम्बर बुदामा चाहिँ बीमा, धितोपत्र तथा सहकारी भनिएको छ। नेपाली बीमा कम्पनीबाट जारी हुने बीमाङ्कको कम्तीमा 20% नेपाल पुनर्बीमा कम्पनीमा गराउनु पर्ने भनिएको छ। यो भनेको नेपाल रि इन्स्योरेन्सलाई चाहिँ बढी स्ट्रङ बनाउन खोजिएको छ। नेपाल रि इन्स्योरेन्सलाई चाहिँ व्यापार दिन खोजिएको छ यो एनमै ल्याएर। यसको अर्थ चाहिँ नेपाल सरकारको लगानी रहेको जुन एनआरआई छ यसलाई चाहिँ बढी बलियो बनाउन खोजिएको छ। यो राम्रो नै कुरा हो है त। अर्को रहेको छ 16 नम्बर र 17 नम्बर बुदामा रहेको छ। यो चाहिँ अलिकति महत्त्वपूर्ण लागेको छ मलाई चाहिँ। सार्वजनिक संस्थालाई बलियो बनाउन
केहीमा पुँजी वृद्धि गर्ने र केहीमा चाहिँ विनिवेश गर्ने भनिएको छ, केहीमा चाहिँ पुँजी वृद्धि गर्ने र केहीमा चाहिँ शेयर बिक्री गर्ने भनिएको छ 16 नम्बर बुँदामा। नेपाल वाणिज्य बैंक जुन नेपाल सरकारको लगानी रहेको छ, नेपाल वाणिज्य बैंकमा चाहिँ पुँजी वृद्धि गर्ने भनिएको छ। यो चाहिँ मलाई अलिकति किन अलिकति ठीक लागेको छैन भने पुँजी वृद्धि गर्नको लागि जस्तो आइपिओ निकाल्न सकिन्छ, जुन नेप्सेमा सूचित गर्न सकिन्छ, त्यो नगरेर चाहिँ अब सरकारले पुँजी वृद्धि भनेको छ, यो चाहिँ सूचीकृत छैन है त नेप्सेमा। त्यस्तै अर्को के भनिएको छ भने नेपाल वायु सेवालाई चाहिँ यो निजी क्षेत्रसित साझेदारी गर्ने भनिएको छ। यसले पनि खासै शेयर बजारमा प्रभाव पार्ने कुरा भएन। अर्को भनेको राष्ट्रिय जीवन बीमा कम्पनी भनेको आरबीसीएल है त। अनि अर्को विशाल बजार कम्पनी को शेयर सर्वसाधारणमा निष्कासन गर्ने छौं भनिएको छ। यो भनेको के हो भन्दाखेरि आरबीसीएल र बीबीसी विशाल बजार कम्पनीमा नेपाल सरकारको ठूलो मात्रामा चाहिँ यसमा आफ्नो लगानी रहेको छ। अब यसको केही हिस्सा चाहिँ सर्वसाधारणमा बिक्री गर्ने भनिएको छ। जस्तो कि हामीहरू जसरी टीएमएस बाट सेल गर्ने चाहिँ होइन, एकै दिनमा सेल गर्ने पनि होइन, हामीहरू जस्तो टीएमएस लगइन गरेर सेल गर्ने पनि होइन। यो कसरी गरिन्छ भने एउटा एफपीओ ल्याएर र अर्को भनेको अक्सनमा ल्याएर है त। अब यसको प्रभाव चाहिँ के पर्छ भन्दाखेरि एफपीओ ल्याए पनि अक्सनमा ल्याए पनि जुन चल्तीको मूल्य छ, अहिले चलिरहेको मूल्य छ, यो मूल्यमा चाहिँ आउँदैन भन्नुको अर्थ। जस्तै कि अहिले चाहिँ आरबीसीएल को पनि अहिले हेरौं, आरबीसीएल को मूल्य कति छ। आरबीसीएल को जस्तो आरबीसीएल को मूल्य रहेको छ 15,635 रुपैयाँ। यो सेकेन्डरी मार्केटमा चलेको मूल्य छ भने यो मूल्यमा चाहिँ अक्सन अथवा एफपीओ चाहिँ आउँदैन, निकै तल्लो मूल्यमा आउँछ। अर्को बीबीसी रहेको छ। बीबीसी को मूल्य रहेको छ 4836 भनेको मूल्य एकदमै बढी रहेको छ र नेप्सेमा ई स्टकहरुको वेटेज बढिरहेको छ। अब एफपीओ अथवा अक्सनमा आउँदाखेरि यो मूल्यमा चाहिँ आउँदैन। फाइनल्ली आउने भनेको सेकेन्डरी मार्केटमा चाहिँ आउने भयो, तर चाहिँ टीएमएस बाट सेलिङ चाहिँ आउँदैन है त। यसको अर्थ चाहिँ हामीले के बुझ्नुपर्छ भने ढिलो चाँडो पब्लिकमा शेयर फ्लोट चाहिँ हुन्छ, पब्लिकमा चाहिँ आउँछ, तर चाहिँ अहिले भर्खरै झ्याप्पै आइहाल्ने चाहिँ होइन, तर ढिलो चाँडो आउने नै हो। अब यसले चाहिँ के प्रभाव पार्छ भन्दाखेरि अब तल्लो मूल्यमा एफपीओ र अक्सनमा आउने हुँदा सेकेन्डरी मार्केटमा मूल्य त माथिपट्टि छ, तर अक्सनमा एफपीओ को रेट तलपट्टि हुन्छ। त्यो हिसाबले चाहिँ अब एफपीओ आएकोले पनि बेच्न खोज्छ माथिल्लो मूल्यमा, अक्सनमा पारेकोले पनि बेच्न खोज्छ माथिल्लो मूल्यमा। त्यो हिसाबले चाहिँ यी स्टकहरुमा चाहिँ केही प्रेसर पर्न सक्छ है त, केही प्रेसर चाहिँ पर्न सक्छ, सेलिङ आउन सक्छ। र अर्को भनेको वेटेज बढी छ, यी स्टकहरु घट्दाखेरि नेप्सलाई नै प्रभाव पार्छ। त्यो हिसाबले चाहिँ अलिकति सेन्टिमेन्ट चाहिँ नेगेटिभ बन्न सक्छ यी स्टकहरुले गर्दाखेरि है त। अर्को रहेको छ जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने छौं भनिएको छ। यो भनेको एचआईडीसीएल है त। एचआईडीसीएल र एचआईडीसीएल-पी चाहिँ नेप्सेमा सूचीकृत छ। अब यसले भन्न खोजेको के हो भन्दाखेरि एचआईडीसीएल सँग मिल्ने खालको कम्पनीसँग मर्जर गर्ने भनिएको छ, एक आपसमा गाभ्ने भनिएको छ। अब एचआईडीसीएल को आफैमा पुँजी बढिरहेको छ है त। यो सँग मिल्ने भनेको चाहिँ नेप्सेमा लिस्ट भएको कम्पनीमा चाहिँ निफ्रा पर्छ। सायद निफ्रासँग मर्जर हुन सक्ने सम्भावना चाहिँ अत्याधिक छ। यदि त्यसो भएको खण्डमा चाहिँ दुईटैको पुँजी बढी छ र गाविँदाखेरि झन धेरै हुन्छ। त्यो हिसाबले पनि माथिल्लो मूल्यमा चाहिँ भविष्यमा जान चाहिँ अलिकति गाह्रो पर्न सक्छ, किनकि अत्याधिक सप्लाईको कारणले त्यो हिसाबको डिमान्ड नहुन सक्छ। त्यो भएर चाहिँ एचआईडीसीएल
लाई चाहिँ अब उद्देश्य मिल्नेसँग गाभ्ने भनिएको छ हैन। अर्को भनेको चाहिँ उद्देश्य मिल्ने त लिस्टेड सेयरमा चाहिँ निफ्रा नै छ। यदि भयो भने चाहिँ अत्याधिक पुँजीको कारणले गर्दाखेरि अलिकति भोलाटिलिटी चाहिँ नहुन सक्छ है त। त्यो हिसाबले चाहिँ यसमा पनि सेन्टिमेन्ट चाहिँ नेगेटिभ हुन सक्छ। अर्को रहेको छ सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ भनिएको छ। नेपाल टेलिकममा यसको 66% ल्याउने भनिएको छ है त। यसको जुन आफ्नो होल्डिङ रहेको छ नेपाल सरकारको एनटिसीमा, यसलाई चाहिँ होल्डिङ झार्ने भनिएको छ। यो पनि सर्वसाधारणमा बिक्री गर्ने भनिएको छ र पुस मसान्तभित्र भनिएको छ। अब आउने पुस मसान्तभित्र चाहिँ एनटिसीको सेयर चाहिँ सर्वसाधारणमा बिक्री गर्ने भनिएको छ। यसले गर्दाखेरि यसको पनि वेटेज एकदमै धेरै रहेको छ र बिक्री गरेर प्राप्त भएको रकमलाई टेक हब बनाउने भनिएको छ। राम्रो कामको लागि नै खर्च गर्ने भनिएको छ। तर सेकेन्डरी मार्केटमा लिस्टेड जुन वेटेज बढिरहेको छ एनटिसीको, जसले गर्दाखेरि यसमा पनि सर्वसाधारणमा चाहिँ जस्तो अहिले नेपाल सरकारमा जुन मातहतमा रहेको सेयर त कारोबार हुँदैन, यसै पनि अहिले एनटिसीको सेयर को मूल्य माथि छ र अर्को भनेको चाहिँ यसको कारोबार हुने कित्ता पनि बढी छ। यसमा झन सेयर थपिने हुँदाखेरि एनटिसीमा जुन नेपाल टेलिकमको सेयरमा पनि सेन्टिमेन्ट नेगेटिभ हुन सक्छ। पुँजी थप वृद्धि हुने हुँदा चाहिँ पुँजी भन्दा पनि जुन कारोबार हुने सेयर चाहिँ थप वृद्धि हुँदाखेरि चाहिँ यसमा पनि त्यही हिसाबको डिमान्ड अहिले त छैन, भविष्यमा होला। तर अहिलेको हिसाबले डिमान्ड कम सप्लाई बढी हुने हुँदाखेरि चाहिँ बिक्री चाप चाहिँ पर्न सक्छ एनटिसीमा पनि है त। त्यो भन्न खोजिएको। अब आरबिसिएल, बिबिसी, एचआइडिसिएल र अर्को भनेको एनटिसी जस्तो जुन वेटेज बढी भएको स्टकहरू छ, यी स्टकहरूमा सेन्टिमेन्ट अलिकति नेगेटिभ हुँदाखेरि चाहिँ नेप्सेलाई नै प्रभाव पार्न सक्ने सम्भावना चाहिँ बढी हुन्छ है त। अलिकति बिक्री चाप बढ्यो भने चाहिँ नेप्से पनि घट्न सक्ने सम्भावनालाई चाहिँ यसले देखाएको छ। र अर्को रहेको छ धितो बजार। यो कति नम्बरमा छ यो बुँदा चाहिँ म ठ्याक्कै टिपोट गर्न बिर्सेछु। यहाँहरूले चाहिँ अर्थ मन्त्रालयको वेबसाइटमा गएर पनि यहाँहरूले हेर्न सक्नुहुनेछ। धितोपत्र बजार व्यवस्थापन र कसुर तथा सजाय सम्बन्धी छुट्टै विधिक संसदमा पेश गर्नेछौँ भनिएको छ। अब अहिलेसम्म कस्तो छ भने सेबन त छ, त्यति धेरै पावरफुल छैन। स्वायत्त जुन आफैमा एउटा स्वायत्त संस्था हो, तर पनि त्यति पावरफुल देखिएको छैन। यसले चाहिँ सिआइबीलाई पठाउँछ र सिआइबीले चाहिँ अध्ययन अनुसन्धान गर्छ, यो त आफै चाहिँ गर्दैन। त्यो हिसाबको त्यो कानुनी व्यवस्थाहरू पनि स्पष्ट छैन। त्यो हिसाबले पनि जस्तो कि यसमा म अघि पनि भनेको थिएँ, कस्तोलाई कर्नरिङ भन्ने, कस्तोलाई इन्साइडर भन्ने हैन, कस्तोलाई चाहिँ यो धितोपत्र बजार विरुद्ध भन्ने, त्यो चाहिँ स्पष्ट चाहिँ छैन। त्यो हिसाबले पनि सेबनलाई चाहिँ अलिकति पावरफुल बनाएर हैन यो पुलिसलाई जिम्मा लगाउने भन्दा पनि सेबन आफैले अध्ययन अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउनु चाहिँ बढी ठिक हुन्छ र अन्तर्राष्ट्रिय मान्यता पनि त्यही नै रहेको छ। त्यो हिसाबले पनि जुन नियामक निकाय रहेको छ सेबन, यसलाई चाहिँ बढी पावरफुल बनाउन खोजिएको छ र यसले गर्दाखेरि चाहिँ अब यो अलिकति शेयर बजारमा चाहिँ अलिकति अनुशासित चाहिँ हुन सक्छ है त। अनुशासित चाहिँ हुन सक्छ, जसले अनुशासन बसेर काम गरेको त्यसलाई चाहिँ केही भएन, अनुशासनहीनहरूलाई चाहिँ दण्डको भागीदार बनाउन खोजिएको छ। सेबनलाई चाहिँ बढी पावरफुल बनाउन खोजिएको छ। यो अब नयाँ नीति कानुन जुन विधेयक छ यो संसदमा चाहिँ पेश गर्नेछौँ भनिएको छ। यसको मनसाय चाहिँ जहाँसम्म लाग्छ सेबनलाई बढी पावरफुल बनाउने र कस्तो कस्तो कुराहरू गर्यो भने चाहिँ धितोपत्र बजारको कसुर हुन्छ, दोषी हुन्छ भन्ने कुराहरू चाहिँ यसलाई चाहिँ ल्याउन खोजिएको छ। यो आइसकेपछि पक्कै पनि हामीहरूलाई थाहा हुने नै छ, म यहाँहरूको लागि सेयर गर्ने नै छु। अर्को भनेको गैर आवासीय नेपालीलाई धितोपत्र दोस्रो बजारमा सहभागी बनाउनको लागि
लगानीको लेखाङ्कन नाफा फिर्ता पुँजीगत लाभ कर सम्बन्धी कानुन व्यवस्थामा परिमार्जन गर्नेछौँ भनिएको छ। अहिले चाहिँ विद्यमान कानुनमा चाहिँ 25% भनिएको छ हैन। अब अघिल्लो सरकारले पनि एनआरएनलाई ल्याउने भनिएको छ। यो डिमान्ड साइडलाई बोली बनाउन खोजिएको छ। अघिल्लो सरकारले पनि भन्थ्यो तर चाहिँ काम गरेको थिएन र अहिलेको सरकारले पनि गर्ने चाहिँ भनेको छ र यसले चाहिँ यो नीति नियम नै बनाएर गर्न खोजेको छ। सायद यो सरकारले चाहिँ गर्छ जस्तो लाग्छ मलाई। हामीहरू आशावादी हौँ किनकि 5 वर्षको लागि बनेको छ र यसले चाहिँ आफ्नो यो चुनावमा जाने घोषणापत्रमा पनि यो राखेको थियो। त्यो हिसाबले चाहिँ अब यो एनआरएनलाई भित्राउन चाहिँ सक्छ। तर एनआरएनलाई भित्राउनको लागि त्यो किसिमको वातावरण पनि हामीहरूले बनाउनु पर्छ। जस्तो कि अब यो ढुङ्गे युगमा जस्तो चाहिँ हाम्रो नेप्से छ, आफै सेयर ट्रान्सफर गर्नुपर्छ, इन्टाडे छैन, सर्ट सेल छैन, केही पनि छैन अहिलेको अवस्थामा त हैन। अब यो हिसाबले बिस्तारै चाहिँ यी कुराहरू पनि थपिँदै जानेछन्। थप्दै गर्दा चाहिँ यो नयाँ कुराहरू थपिँदै गर्दा यो सुधार उन्मुख पनि हुनेछन्, प्रविधि मैत्री हुनेछ। यसको लागि चाहिँ त्यो नभएसम्म चाहिँ एनआरएन चाहिँ आउँदैनन् हैन। त्यो हिसाबले पनि अब कानुनमै बनाएर यो ल्याउन खोजिएको छ। यो राम्रो कुरा नै हो जसले गर्दाखेरि नेपालको स्टक मार्केट पनि अन्तर्राष्ट्रिय स्तरको हुनेछ र डिमान्ड साइड चाहिँ स्ट्रङ हुनेछ। यो शेयर बजारको लागि राम्रो नै कुरा हो। अर्को रहेको छ पछिल्लो यो शेयर बजारलाई त्यस्तो प्रभाव पार्ने कुरा त होइन, तर पनि यो प्रमुख कुरा भएको कारणले गर्दाखेरि म समेटेको छु। पछिल्लो 4 वर्षमा चाहिँ 17% चाहिँ मूल्य वृद्धि भएछ तर तलब चाहिँ बढेन छ है। भनेको अब 17% चाहिँ मूल्य वृद्धि भयो, महँगी बढ्यो, तर तलब चाहिँ पहिलाकै थियो भन्न खोजिएको छ। यो राष्ट्र सेवक कर्मचारी भनेको चाहिँ नेपाल सरकारको जसले जागिर गर्नुहुन्छ उहाँहरूको लागि आएको कुराहरू हो। यसमा चाहिँ 10% चाहिँ तलब वृद्धि गरेको छु भनिएको छ र कार्य सम्पादनको आधारमा भनिएको छ। जहाँसम्म यहाँ चाहिँ अलिकति यहाँ कन्फ्युजन पारिएको छ हैन। कार्य सम्पादनको आधारमा भन्न खोजेको चाहिँ काम राम्रो गर्नेलाई हो अथवा यो चाहिँ त्यति क्लियर रूपमा चाहिँ लेखिएको चाहिँ छैन। 10% चाहिँ कार्य सम्पादनको आधारमा भनिएको छ। मासिक प्रोत्साहन भत्ता व्यवस्था गरेको छु भनिएको छ। कार्य सम्पादनको आधारमा पारिश्रमिक प्रणालीको सुरुवात गर्न भनिएको छ। यो त्यति क्लियर छैन। र तल्लो बुँदामा भनिएको छ करिब 21% वृद्धि हुनेछ भनिएको छ। 40,000 चाहिँ न्यूनतम हुनेछ र 1 लाख चाहिँ माथिल्लो सीमा हुने भनिएको छ। त तल्लो चाहिँ 40,000, माथिल्लो चाहिँ 1 लाख हुने भनिएको छ। यो एकदमै राम्रो कुरा हो है त। अब यसमा चाहिँ म जोड्ने छु, यो अलिकति सबैलाई चासो भएको कारणले गर्दाखेरि म यो राखेँ हैन। अर्को प्रभाव पार्ने कुराहरू पनि एकैछिनमा कुरा गर्नेछौँ। वार्षिक आय जुन 10 लाख छ, 10 लाखसम्मको लागि 1% भनिएको छ। वार्षिक आय जुन नेपाल सरकारको कर्मचारीहरूको 1 लाख भन्दा प्राय कम नै हुन्छ। नेपाल सरकारमा जसले जागिर गर्ने सोचमा हुनुहुन्छ, जसले जागिर गर्नु भएको छ उहाँहरूको लागि एकदमै राहत छ। र अर्को एउटा पोजिटिभ पार्ट के पनि छ भने नेपाल सरकारमा जागिर गर्नेहरूको लागि चाहिँ 10 लाख भन्दा कम नै किन हुन्छ भन्दै सञ्चय कोष काटिन्छ हैन। सञ्चय कोष, नागरिक लगानी कोष काटिन्छ अनि बिमा को पनि काटेकोमा चाहिँ बल्ल मान्ने हो भनेको छ। बल्ल चाहिँ त्यसमा चाहिँ 10 त्यो कटाएर 10 लाख बनाउन सकिन्छ भनेको, जसले गर्दाखेरि चाहिँ एउटा पोजिटिभ पार्ट कुरा देखिन्छ। 10 देखि 15 लाखसम्मको लागि 10% भनिएको छ। 10 देखि 15 लाखसम्मको मा 15 लाख भने 10% भनिएको छ। 15 देखि 25 को मा चाहिँ 20% भनिएको छ। 25 देखि 40 मा भनिएको 27 भनिएको छ। 40 लाख भन्दा माथिको मा चाहिँ 29% भनिएको छ। 29% पहिलाको कानुनमा चाहिँ 29% मा तिर्ने भनिएको थियो। अहिले 10% घटाएर चाहिँ अहिले चाहिँ 29% मा झारिएको छ। यो पक्कै पनि यो राम्रो नै कुरा हो है त। ओके, अब अर्को जुन शेयर बजार सम्बन्धित त छैन तर पनि यो म प्रमुख भएको कारणले गर्दाखेरि राखेँ। यो स्टार्टअप
नवप्रवर्धन र उद्यमशीलताको आर्थिक रूपान्तरणको दह्रो आधार बनाउनेछ भनिएको छ। यो भनेको चाहिँ जुन महावीर पुनले चाहिँ उठाउँदै आएको माग थियो, नवप्रवर्धन जुन नयाँ काम गर्नको लागि, अध्ययन अनुसन्धान गर्नको लागि चाहिँ छुट्टै मन्त्रालय चाहिन्छ र बजेटको 1% छुट्याउनु पर्छ भन्ने उहाँको एउटा दोहोरो माग थियो। सायद उहाँको मात्रै माग थियो जस्तो लाग्छ। यो जुन अहिले संसदमा भएकाहरूको मध्येबाट चाहिँ उहाँको माग चाहिँ समावेश गरिएको छ। हामी जस्तो युवा र केही देशमा गर्छु, केही नयाँ गर्छु, केही अध्ययन गर्छु, केही अनुसन्धान गर्छु भन्ने केही जोस जागर र सिप बोकेकोहरूको लागि चाहिँ यो एकदमै राम्रो देखिएको छ। यो एकदमै प्रशंसनीय छ है त। एकदमै मलाई पनि मन परेको छ र युवाहरूलाई चाहिँ यसले चाहिँ प्रोत्साहन गर्न खोजेको छ र नयाँ काम गर्नको लागि, नयाँ अध्ययन गर्नको लागि, नयाँ अनुसन्धान गर्नको लागि चाहिँ यो एकदमै 1% चाहिँ छुट्याएको छ। पुँजीगत खर्चको भनेको एकदमै राम्रो छ। यसलाई चाहिँ हामीहरूले एकदमै मान्नुपर्छ है त, राम्रो मान्नुपर्छ। अर्को शेयर बजार सम्बन्धी रहेको छ। शेयर बजार सम्बन्धी त यहाँ तल रहेछ। ल करको बोझ आयकरको सीमा चाहिँ 10 लाखसम्म बनाइएको छ। तल्लो सीमा भने 10 लाखभन्दा तलपट्टि कमाउनेलाई चाहिँ 1% बनिएको छ र माथिल्लो 39% लाई घटाएर चाहिँ 29 बनाइएको छ। यो एकदमै राम्रो कुरा नै हो। यो मध्यम आय भएको व्यक्तिहरूको लागि एकदमै राम्रो नै देखिन्छ। एउटा अझै मलाई मन परेको एउटा रहेछ, खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि नै छनौट गरी आवश्यक सुविधा सहित तालिम दिने व्यवस्था मिलाउनेछ भनेको छ। जसले चाहिँ सरकारी स्कुलमा पढ्छ तर उसको ट्यालेन्ट छ, जो राम्रो क्रिकेट खेल्न खोजिरहेको छ, जो चाहिँ टेबल टेनिस खेल्छ, जो चाहिँ भलिबल खेल्छ, जो चाहिँ फुटबल खेल्छ, एकदमै राम्रो छ भने त्यसलाई छुट्याएर बस्ने व्यवस्था सहितको तालिम दिने भनिएको छ। यो चाहिँ एकदमै राम्रो, एकदमै राम्रो, एकदमै यो चाहिँ मन परेको कुरा हो। मलाई पनि, यहाँहरूलाई पनि मन परेको छ होला। कोही चाहिँ इच्छा छ, चाहना छ, तर पैसाकै अभावको कारणले गर्दाखेरि चाहिँ आफ्नो सपना पूरा गर्न सकेको हुँदैन। यो एकदमै राम्रो कुरा हो। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानको जीवन जिउन सक्ने गरी आजीवन निशुल्क उपचार गर्ने भनेको छ, स्वास्थ्य सुविधा दिने भनेको छ। यो एकदमै राम्रो। अस्ति एकजनालाई पनि सरकारले चाहिँ अन्तर्राष्ट्रिय जुन स्वर्ण पदक थियो होला सायद जितेको हुनुहुन्थ्यो, तर उहाँलाई चाहिँ अहिलेसम्म चाहिँ सम्मान दिएको थिएन। यो जुन नयाँ अघिल्लो सरकार, अन्तरिम सरकार बन्दै गर्दा बब्लु गुप्ता खेलकुद मन्त्री हुँदाखेरि सम्मान गरेको जहाँसम्म मलाई याद छ। अब सरकारको तर्फबाट खेल्ने नेपाली प्लेयरहरूलाई चाहिँ, नेपाली खेलाडीहरूको लागि चाहिँ यो चाहिँ व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ। पक्कै पनि आगामी बजेटहरूमा समावेश गर्ने नै छ है त। अर्को छ, यो सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यहाँ छ है त। सबैभन्दा महत्त्वपूर्ण कुरा यहाँ छ, सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था मिलाएको छु भनिएको छ। एकदमै यो पछिल्लो समयमा चाहिँ केही वर्षदेखि एकदमै विवादित बनिरहेको छ, केही समयदेखि यो एकदमै चासो बनिरहेको छ। अब व्यवहारमा भन्ने हो भने त अहिलेसम्म यो अन्तिम कर नै मानिएको छ। जस्तो कि मैले पनि तिरेको छैन, जुन 7 र 10 मै, जुन 7, 7.5 र 5 मै छ, 5 मै तिरेको छु हैन। यसलाई नै अन्तिम कर भनेर करकट्टी लिएको छ, करचुक्त प्रमाणपत्र लिएको छु। यहाँहरू सबैले त्यही नै गर्नुभएको छ होला। व्यवहारमा यही नै छ। तर हाम्रो नेपालको एम नै कस्तो छ कि जता पनि घुमाउन मिल्ने, जता पनि अर्थ लाग्न मिल्ने त्यो शब्दहरू यताउता घुमाइएको छ। त्यो हिसाबले पनि अलिकति कन्फ्युजन चाहिँ भएको छ। तर चाहिँ अब अघिल्लो सायद 2 वर्ष अगाडि होला रामशरण महत हुँदाखेरि चाहिँ फेरि 39% को कुरा ल्याउनु भएको थियो। त्यो भएको कारणले गर्दा फेरि लगानीकर्ताले अलिकति तर्सिएको, सुसङ्कित भएको चाहिँ थिए। त्यो अहिले जहाँसम्म लाग्छ अब अर्थमन्त्री रामशरण महतकै पालामा चाहिँ हो यो कुराहरू आएको। त्योभन्दा पहिलेदेखि नै अन्तिम भन्ने नै थियो हैन। र अहिले चाहिँ सोडिम वाग्लेले चाहिँ जुन बजेट भाषण गर्दै गर्दा नै संसदबाट अन्तिम कर हुने भनिएको छ। र अन्तिम कर हुँदै गर्दा आर्थिक विधेयकमा चाहिँ अब छोटो अवधिको होल्डिङ, जुन 1 वर्ष भन्दा कम होल्ड गरेर हामीहरू शेयर बेच्छौं र त्यसमा नाफामा बेचेका छौं भने त्यसको चाहिँ 10% तिर्नुपर्छ
यदि 1 वर्षभन्दा बढी होल्ड गरेर बेच्छौँ र नाफामा बेच्छौँ भने त्यो नाफाको चाहिँ 7.5% तिर्नुपर्छ भनेर भनिएको छ। पहिलेको जुन कर थियो, पहिले चाहिँ छोटो अवधि अर्थात् 1 वर्षभन्दा कम अवधिको सेयर फाइदामा बेच्दाखेरि चाहिँ हामीहरूले 7.5% तिर्थ्यौँ भने अब चाहिँ 10% तिर्नुपर्ने भएको छ। त्यसमा चाहिँ सर्ट टर्मको लागि चाहिँ 33.33% वृद्धि भएको छ र लङ टर्म पहिलाको के थियो भन्दाखेरि 1 वर्षभन्दा बढी होल्ड गरेर फाइदामा बेच्दाखेरि चाहिँ 5% थियो, अहिले चाहिँ 7.5 भएको छ। अर्थात् लङ टर्मको लागि अहिले चाहिँ 50% बढेको छ, सर्ट टर्मको लागि 33.33% बढेको छ है त। यो हिसाबले अब 2% त हो भने तापनि पर्सेन्टेजको हिसाबले हेर्ने हो भने छोटो अवधिको लागि चाहिँ 33% बढेको छ, 33.33% बढेको छ र लङ टर्मको लागि चाहिँ 50% बढेको छ। यो चाहिँ मलाई त्यति साह्रो चित्त बुझेको चाहिँ छैन, किनकि अर्थमन्त्रीले भन्नुभएको थियो कि जताततै पहिला भन्नुभएको थियो कि करका दरहरू होइन, करका दायराहरू बढाइनेछ, करको दर चाहिँ घटाइनेछ भनेर भन्नुभएको थियो र लगभग धेरै सेक्टरको करको दरहरू चाहिँ घटाउनु भएको छ र घर जग्गा र शेयर बजारको चाहिँ बढाइएको छ र त्यो 2.5% तिर्नको लागि त्यति साह्रो समस्या त होइन आम लगानीकर्ताहरूलाई, तर त्यो हिसाबको चाहिँ सेवा सुविधाहरू छैन है त। पहिलेको सरकारले पनि यो गर्छु त्यो गर्छु भनेकै हो, अहिलेको सरकारले पनि भनेको छ, तर अहिले उधारो छ, गरेको चाहिँ छैन, अहिले उधारो छ। बरु यो गर्दै गर्दा केही सुधार नेप्सेको पुनर्संरचना गर्दै गर्दा यो जुन मेरो सेयर छ यसमा चाहिँ अपग्रेड गर्दै गर्दा, टिएमएस को अपग्रेड गर्दै गर्दा काम गरिसकेपछि ल हामीहरू गर्दैछौँ, अब सेवा सुविधा पनि दिँदैछौँ भन्ने हिसाबले चाहिँ केही थपेको भए बढाएको भए चाहिँ चित्त बुझ्ने ठाउँ चाहिँ हुन्थ्यो होइन। यसमा चाहिँ अलिक कता कता चाहिँ त्यति साह्रो चाहिँ चित्त बुझेको चाहिँ छैन, तर नबुझे पनि के गर्ने, अब सरकारले चाहिँ भनेको छ मान्नुपर्छ। अब यसमा चाहिँ अब विरोध गरेर त्यो गरेर यो गरेर भर्खरै खारेज हुनेवाला जस्तो पनि मलाई लाग्दैन। जे आएको छ यसलाई चाहिँ हामीहरू स्वीकार्नुपर्छ र नाफा कमाउने वातावरण चाहिँ सरकारले बनाइदियो भने त्यो चाहिँ झन् राम्रो भइ नै हाल्यो है त। आशा गरौँ अब यो सरकारले चाहिँ राम्रो नै गर्नेछ। यी त भए बजेटका कुराहरू। अब हामीहरूले चाहिँ अब मोटामोटी यी कुरा नै हुन् बजेटमा आएका। बजेट भनेको चाहिँ शेयर बजारलाई त्यस्तो प्रभाव पार्ने कुरा चाहिँ होइन, विशेष गरी मौद्रिक नीति चाहिँ शेयर बजारलाई चाहिँ प्रभाव पार्छ। मौद्रिक नीति चाहिँ हामीहरूको लागि चाहिँ बढी महत्त्वपूर्ण हुन्छ। अब मौद्रिक नीतिको समीक्षा त आइ नै रहन्छ ती 3 महिनामा होइन, सरी 4 महिना, ती 3 महिनामा आउँछ, क्वार्टरली आउँछ। अब आउने भनेको मौद्रिक नीतिको चाहिँ 1 वर्षको लागि नै आउँछ, जुन मेन आउँछ होइन। अब बजेट पछाडि आउँछ, त्यो चाहिँ हाम्रो बढी प्रतीक्षा हुनुपर्छ। शेयर बजारको लागि चाहिँ महत्त्वपूर्ण बजेट भन्दा पनि मौद्रिक नीति हो, त्यसले चाहिँ मार्केटलाई चाहिँ एउटा क्लियर डाइरेक्सन चाहिँ दिन्छ है त। ओके, अब हामीहरूले चाहिँ पछिल्लो समय नेप्सेको अवस्था के रहेको छ त्यसको बारेमा चाहिँ छलफल गरौँ। म यो बजेट आइसके पछाडि चाहिँ एउटा के कुरा चाहिँ अध्ययन गरेँ भन्दाखेरि चाहिँ यो 2073 सालदेखि चाहिँ जेठ 15 मा चाहिँ बजेट आउन थालेको रहेछ। 73 साल पछाडि चाहिँ बजेट आउन थालेको रहेछ जेठ 15 मा है त। पछि गणतन्त्र दिवस पनि मनाउने गरे जेठ 15 मा, जुन माओवादी सरकार प्रचण्ड आएको बेलामा हो कि सायद होइन, प्रचण्डको सरकारमा हो जस्तो लाग्छ गणतन्त्र दिवस घोषणा गरेको चाहिँ। ओके, जेठ 15 मा चाहिँ बजेट आउन थालेको चाहिँ जहाँसम्म लाग्छ, यसमा म गलत पनि हुन सक्छु, 2073 सालदेखि है त। पछिल्लो 10 वर्षमा चाहिँ बजेट पछाडि चाहिँ के भएको रहेछ त्यसको बारेमा हामी छलफल गरौँ है त। सर हेरौँ पछिल्लो 10 वर्षमा चाहिँ बजेट पछाडि चाहिँ के भएको रहेछ त्यो हेरौँ है। त्यसपछि हामीहरूले अबको के गर्न सकिन्छ, के हुन सक्छ त्यसको बारेमा छलफल गरौँला। अब अहिले त आइ नै सक्यो है त, अहिले त आइ नै सक्यो। अब लगालग बढेको छ, बढेको के भन्नु बिस्तारै बिस्तारै बढ्न कोसिस छ। 2680 को लेभलबाट 2780 भनेको झन्डै पछिल्लो बटमबाट 100 अङ्क चाहिँ माथिपट्टि छ नेप्से। पछिल्लो 2 कारोबार दिनमा चाहिँ
इन्डिजन टाइपको क्यान्डल बनाएको छ, भोल्युम एभरेज भन्दा माथिपट्टि आएको छ, तर त्यति साह्रो आएको चाहिँ छैन। अब 2082-2019 मा चाहिँ बजार खुलेको रहेछ है त। 2019 मा चाहिँ 1 अङ्कले बढेको रहेछ। बजेटको जुन अघिल्लो वर्ष बजेट आएको थियो, अघिल्लो वर्षको बजेट आएको जुन सुरुको कारोबार दिनमा चाहिँ 1 अङ्कले बढेको रहेछ। त्यसपछि केही समय घटेर लगभग 2580 बाट चाहिँ लगभग 3050 सम्म चाहिँ पुगेको रहेछ, 3030-40 सम्म पुगेको रहेछ। यो अघिल्लो वर्ष को जुन जुलाईमा है त, प्राय जुन र जुलाईमा चाहिँ मार्केट बढ्ने गरेको चाहिँ देख्न सकिन्छ हामीहरूले चाहिँ। जुन र जुलाईमा चाहिँ झन्डै कति पर्सेन्टले बढ्यो, पर्सेन्टेज पनि हेरौँ हामीहरू। जुन र जुलाईमा चाहिँ 17% बढेको रहेछ। बजेट आइसकेपछि केही समय चाहिँ अलिकति साइडवेज अथवा केही घट्यो, त्यसपछि चाहिँ बढेको रहेछ। अनि अर्को भनेको चाहिँ अब यहाँनिर चाहिँ हो है त, यहाँनिर चाहिँ मलाई अझै पनि याद छ, यो हाम्रो कर मन्त्री भन्ने पनि भन्ने गर्थे, 39% को जुन हामीहरूलाई भनेको थियो, जुन अर्थमन्त्री हुनुहुन्थ्यो त्यो बेला रामशरण महत हैन, उहाँको पालामा हो जस्तो लाग्छ मलाई चाहिँ। बजेट आइसकेपछि 2081 2 महिना 16 गते चाहिँ 23 अङ्कले घटेको रहेछ है। त्यस पछाडि चाहिँ 19 अङ्कले घटेको रहेछ। यति बेला हो कि अझै पहिला होला हैन, यतिखेर होइन, यति बेला त वर्षमान पुन हुनुहुन्थ्यो कि सायद 3 वर्ष अगाडि रहेछ है त, त्यो 39% को कुरा चाहिँ। यति बेला सायद होइन होला है त। अनि 81 2 महिना 16 मा चाहिँ खुलेको रहेछ। जुन दिनमा चाहिँ 23 अङ्कले मार्केट घटेछ, अनि बिस्तारै 16 केही अङ्क घटेर है, जस्तो कि 2130 बाट चाहिँ 2000 भनेपछि झन्डै 100 पोइन्ट घटेर चाहिँ फेरि जुन र जुलाईमा चाहिँ मार्केट चाहिँ लगभग 50% बढेको छ होला। यो त विष्णु पौडेल हुँदाखेरि हो है त। विष्णु पौडेल हुँदाखेरि चाहिँ 50 अङ्कले चाहिँ बढेको रहेछ। विष्णु बुल भनेर पनि भन्थ्यो यति बेला हैन। यति बेला के चाहिँ भयो, कसले चाहिँ ल्याएको रहेछ यो बजेट चाहिँ, बजेट कसले ल्याएको रहेछ यो चाहिँ ठ्याक्कै याद भएन। तर विष्णु पौडेल आइसकेपछि चाहिँ यो बढेको है त। सायद यो जनार्दन शर्मा हैन, यो जनार्दन शर्मा अथवा वर्षमान पुनले हुनुपर्छ। अनि त्यस पछाडि चाहिँ यहाँनिर चाहिँ हो है त, यहाँनिर चाहिँ रामशरण महत आएको चाहिँ यहाँ 2080-2016 तिर हो है त। यति बेला पनि 39% को कर अन्तिम कर होइन तिमीहरूले तिरेको भन्ने कुराहरू जस्तो कुरा गर्नुभएको थियो, जसले गर्दाखेरि चाहिँ लगानीकर्ताहरू एकदमै आत्तिएको चाहिँ अवस्था थियो है त यति बेलै हो। र मार्केट खुलिसकेपछि 53 अङ्कले घट्यो, 38 अङ्कले घट्यो। यसपछि चाहिँ लगालग चाहिँ मार्केट चाहिँ बढेको थियो। 2 दिन घटेर चाहिँ मार्केट झन्डै 20% चाहिँ बढेको थियो यति बेला है त। त्यस पछाडि चाहिँ मार्केट जुन बेरिस ट्रेन्डमा थियो 3200 बाट घट्दै गर्दा 2079 2 महिना 16 यति बेला चाहिँ अर्थमन्त्री चाहिँ जनार्दन शर्मा हुनुपर्छ कि यो मुसाले तार काट्यो भन्ने ताका हो कि हैन। यो करका दरहरू हेरफेर गर्दाखेरि चाहिँ त्यो सीसीटीभी हेर्दाखेरि चाहिँ करका यो मुसाले तार काटेको भन्ने कुराहरू थियो सीसीटीभी को चाहिँ, त्यति बेलै हो जस्तो लाग्छ मलाई चाहिँ। 79 2 महिना 16 गते चाहिँ बजार खुलिसकेपछि 50 अङ्कले घटेको रहेछ। अनि लगालग घटेर चाहिँ 1830 सम्म आएको रहेछ। त्यसपछि चाहिँ जुन र जुलाईमा चाहिँ फेरि बजार बढेर 20-21% बढेको रहेछ है त। जुन र जुलाईमा चाहिँ प्राय बजार बढेको देखिन्छ। मार्केट चाहिँ 3200 को टप लाग्दै गर्दा 2 महिना 16 गते चाहिँ बजार खुलेको रहेछ। खुलेको दिनमा चाहिँ 12 अङ्कले बढेको रहेछ। अर्को दिन 45 अङ्कले घट्यो, अर्को दिन 11 अङ्कले घट्यो। त्यसपछि चाहिँ फेरि बजार चाहिँ बढेको रहेछ। लगालग जुन र जुलाईमा चाहिँ बढेर मार्केटले 3200 को टप लगाएको रहेछ। त्यति बेला चाहिँ को चाहिँ अर्थमन्त्री थिए, विष्णु पौडेल नै हो कि सायद। अब यति बेला चाहिँ 2020 तिर चाहिँ यता कोरोनाको बेला थियो, त्यति बेला चाहिँ बन्द थियो है त मार्केट चाहिँ। अर्को भनेको चाहिँ 2076 सालमा चाहिँ 2 महिना 16 गते बजार चाहिँ 5 अङ्कले बढेको रहेछ। खुलेको रहेछ मार्केट। लगालग केही अङ्क घटेर चाहिँ जुन र जुलाईमा चाहिँ केही चाहिँ बढेको रहेछ है त 2019 मा चाहिँ। अर्को चाहिँ 2075 सालमा पनि बजेट आइसकेपछि केही अङ्कले घटेर पछि चाहिँ बाउन्स भएको रहेछ।
2074 सालमा आइसकेपछि चाहिँ त्यस दिन चाहिँ घटेको रहेछ, अर्को दिन चाहिँ 1-2 दिनपछि मार्केट फर्किएको रहेछ। सरसर्ती हेर्दाखेरि चाहिँ बजेट पछाडि चाहिँ केही लगानीकर्ताहरू केही कन्फ्युजन, केही के होला भन्ने अनिश्चितताले गर्दाखेरि चाहिँ केही चाहिँ अलिकति वेट एन्ड वाचमा बसे तापनि केही समयपछि जुन र जुलाईमा चाहिँ मार्केटमा चाहिँ एउटा राम्रो साम आएको, राम्रो बढेको चाहिँ इतिहास रहेछ। पछिल्लो 10 वर्षमा हामीहरू हेर्छौँ भने चाहिँ बजेटमा चाहिँ त्यही त हो, के दर घट्छ के बढ्छ त्यस्तो प्रभाव पार्ने चाहिँ शेयर बजारलाई चाहिँ डाइरेक्टली चाहिँ त्यही सिजिटी नै हो। के सिजिटी बढ्छ के घट्छ, प्राय घटेको त छैन, बढेकै छ। त्यसले गर्दाखेरि चाहिँ अलिअलि केही लगानीकर्ताहरूले चाहिँ अब खासमा चाहिँ अब कमाएको छ भने 1-2% तिर्नु गाह्रो त होइन, तर हाम्रोमा समायोजन गर्ने त्यो व्यवस्था छैन। एउटा सेन्टिमेन्ट न हो है, सेन्टिमेन्ट न हो। बजेट पछाडि चाहिँ पछिल्लो 10 वर्षमा हेर्ने हो भने खासै लगानीकर्ताको सेन्टिमेन्ट पोजिटिभ भएको अवस्था चाहिँ रहेनछ। अब त्यही त हो होला, यताउता के होला कसो होला भन्ने अब अलिक केही कन्फ्युजन पनि हुन्छ, केही बेचेर बसाउन भन्ने पनि हुन्छ। त्यो हिसाबले पनि केही प्यानिक भए तापनि केही समय पछाडि मार्केट सम्हालिएर जुन र जुलाईमा भने पछिल्लो 10 वर्षमा चाहिँ मार्केट बढेकै छ है त। अब अघिल्लो वर्ष मान्छेले यो समयमा जे सोच्छ, जे सोचेको थियो अहिले पनि प्राय त्यही नै सोच्छ है त। किनकि हाम्रो सिजन हुन्छ, अब बजेटको सिजन भयो, अब वित्तीय रिपोर्टहरू आउने सिजन भयो, लाभांशको सिजन भयो, त्यो सिजनमा मान्छेले त्यही किसिमको सोच्ने। त्यो हिसाबले रियाक्सन पनि प्राय त्यस्तै खालको आउँछ। अब अघिल्लो वर्ष जुन र जुलाईमा मार्केट बढेको थियो, यो समय पनि बढ्न सक्ने सम्भावना छ। अघिल्लो वर्ष बढेको थियो जुन र जुलाईमा भनेपछि प्राय त्यो सिजनमा त्यस्तै खालको न्युज नै आउँछ। अब केही समयपछि फोर्थ क्वार्टरको रिपोर्ट आउँछ, मौद्रिक नीतिमा पनि केही राम्रा कुरा नै आउलान्, किनकि तरलता फालाफाल छ, ब्याज दर थपको तल्लो बिन्दुमै छ हैन। अब त्यो हिसाबले चाहिँ अब केही चाहिँ अलिकति चाहिँ केही कन्फ्युजन कि दोधार भए तापनि बिस्तारै क्लियर हुँदै नै जानेछ। यो सरकार 5 वर्षको लागि बनेको छ, केही गर्छु भनेको छ, केही गर्ने हुटुटी पनि छ र अलिकति कुरा भन्दा पनि कामलाई बढी यसले चाहिँ फोकस गरेको छ। त्यो हिसाबले चाहिँ हामीहरू यो सरकारप्रति आशावादी हुनुपर्छ, पोजिटिभ हुनुपर्छ। अब हामीले चाहिँ अब मेन भनेको त अब बजार जसरी चल्छ त्यसरी चल्न सक्यो भने मात्र हामीहरू टिक्ने हो। बजारको एन्टी गरेर टिक्न चाहिँ सकिँदैन। त्यो हिसाबले हामीले बजार जसरी चल्छ आफूलाई पनि बचाएर बजार सँगसँगै चल्नु चाहिँ बढी बुद्धिमानी चाहिँ हुनसक्छ। ठिक छ, अब भोलि बजार खुल्दैछ, के हुन्छ हेरौँ हैन। पक्कै पनि म भिडियो बनाउने छु। र अर्को भनेको चाहिँ अब केही कन्फ्युजन छ लगानीकर्ताका, यी कन्फ्युजनहरू चाहिँ अब अर्थ मन्त्रालयमा चाहिँ पत्रकार सम्मेलन हुँदैछ, त्यसमा चाहिँ थप क्लियर हुने नै छ। आजको भिडियो कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला। यहाँहरुको पल, यहाँहरुको समय शुभ रहोस्, शुभ दोष। नमस्कार, बेस्ट अफ लक।